कैलालीको गोरीगाउँ नगरपालिका क्षेत्रमा मृतक भेटिएकी सुत्केरी महिलाको हत्या उनका देवरबाट भएको खुलासा। उक्त तथ्य आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने लक्ष्मणनाथको श्रीमती वर्ष 19 की तुलसीनाथ आफ्नो घर नजिकै पानीको नालीमा मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात तत्काल इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक खिमराज पन्तको कमान्डमा प्रहरी टोली खटिए गई घटनास्थललाई सुरक्षित राखेको। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायक वृश्चिक डीएसपी रणबहादुर चन्दले पत्रकार सम्मेलनमा घटनाको विस्तृत जानकारी दिँदै अनुसन्धान क्रममा महिलाको हत्या आफन्त देवरबाट भएको पुष्टि भएको बताए। पत्रकार सम्मेलनमा बोल्दै कैलालीका प्रमुख नायक उपरीक्षक एसएसपी बलनरसिंह राणाले घटनालाई जटिल मानिएको भए पनि अनुसन्धानको टोलीले सफलता प्राप्त गर्न उसले चाहिँ एकदमै उत्कृष्ट काम गरेको छ। म सराहना पनि गर्न चाहन्छु र उहाँहरूलाई जुन टिममा हुनुहुन्थ्यो उहाँहरूलाई म आज उल्लेख गर्दै इलाका मालाखेतीका अनुसन्धान टोलीलाई पुरस्कार गर्ने घोषणा गरे। उनले अपराधी नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिका थप प्रभावकारी बनाउने यस्ता सफल अनुसन्धानले ठूलो प्रेरणा दिने बताए।